Hello everyone, good morning and welcome to back my new video. I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि यता फिट एन्ड फाइन छु अनि आज फेरि अर्को बेग्लै किसिमको छुट्टै किसिमको मजा आउने किसिमको भिडियो लिएर आइसकेको छु। भिडियो हेर्न नभुल्नु होला अनि स्किप गरेर नहेर्नु होला। नयाँ आउने साथीहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अब यति भन्दै आजको भिडियो चाहिँ सुरु गर्नुपर्ने हुन्छ। म यहाँदेखि फेरि कपडा सपडा पुरै लगाएर रेडी पोजिसनमा छु। म अब यहाँदेखि निस्किनेवाला छु। कहाँ निस्किन्छु भिडियो हेर्दै गर्नु है त। ल साथीहरु, हामीहरु निस्किसकेको छौं। पुरै बाटो हेर्नु, पुरै नेपालको ठ्याक्कै याद आयो हैन। पुरै ग्राभल गरेर आएछ। हामी जाँदैछौँ कहाँ त भनेपछि यहाँदेखि पहाड चढ्नु पर्ने हुन्छ हैन। यो पहाडको बाटो मलाई ठ्याक्कै सल्यान, सुर्खेत, दैलेखतिर यस्तो साइडतिर गएको जस्तो हल्का याद आयो क्या। ल हल्का हल्का पिच आइरहेछ अब। अनि पिच त गरेको रहेछ कि तर हल्का अब बिग्रियो, धेरै वर्ष भयो होला सायद, हुनसक्छ। अनि आजको मौसम चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईहरु। अनि पुरै पानी परिरहेको थियो बिहानदेखि चाहिँ हैन। अनि अहिले चाहिँ बल्ल अलिअलि कुहिरो कुहिरो लागिरहेछ हैन। त्यो पानी चाहिँ बन्द भइसक्यो कि तर कुहिरो कुहिरो लागिरहेछ। हो साथीहरु, हामीहरु आधा बाटोसम्म आइसकेको छौँ हैन। अनि बजारमा अहिले पुरै लास्टै उकालो रहेछ के। अनि पुरा स्कुटीले तान्न नसकेर पुरा हैरान छ। अलिअलि लडियाको तालमा भए पनि आइरहेछौँ हामी। हावाको आशा के आउँदैन भन्ने कुरा हो। हावा भएन त्यो चाहिँ, तर दामी छ। यता जस्तो छ सबै कुराहरू दामी छ। पुरै सिधै पहाड छ कि, पुरै सिधै दैलेखको, सुर्खेतको जस्तो, सल्यानको जस्तो त्यस्तो टाइपको। त्योभन्दा अर्को पहाड त गएको छैन म। अरू पहाडहरू त त्यस्तै टाइपको पहाडहरू रहेछ क्या। बढिया छ प्रायः छ। हाम्रो दामी अहिले चाहिँ बल्लसम्म आइरहेको छ। माथि पहाड चढिसकेको छौँ हामीहरू। अनि दामी छ क्या। ल साथीहरु, हामी यहाँ पुगिरहेछौँ हैन। पुगिसक्यौँ लगभग हैन। पुरै ढुङ्गाको पहाड हेर्नु त, यस्तो के पुरै ढुङ्गा पुरै हैन। यस्तो तर दामी रहेछ क्या। तर बस्नलाई टक्क हैन, सिटहरू टक्क यहाँ चाहिँ के गर्नलाई बनाएको हो। त्यो घुम्न त घुम्न नै हो, तर मान्छेहरू चाहिँ खासै भेटाएन मैले यहाँ। तर दामी रहेछ। ओ माई गॉड, पुरा यो पुरा सिन हेर्नुभन्दा पहिला चाहिँ मेरो अनुहार हेरिहाल्नु, बिर्सिनु होला। बिर्सिनु होला अनुहार चाहिँ। त्यो भएर हेर्नु, आमा दामी रहेछ यार। ल यस्तो खालको टक्क सिन यार। पेटा किधर है? पेटा उधर में। ना वो है, वो पूरा ये एरिया पेटा है। इस साइड में एर्नाकुलम कोची। हाँ, वीडियो में तो कुछ दिखाई नहीं दे रहा है यार, सीन ही दिखाई दे रहा है। और दामी लाग्यो क्या पहाड चाहिँ यार। पुरै मा कसम पुरै ढुङ्गाको पहाड यार। यत्रो यार कसम सही लाग्यो। ल अब भिडियो चाहिँ राम्रो तरिकाले बनाउनु पर्छ, एक दुईवटा मजाले। घुम्ने के लिए आदमी अभी नहीं आया ना भाई? घूमने के लिए अभी नहीं आए। दुकान भाई बंद है। ये क्या दुकान है? दुकान है, कॉफी शॉप है शायद। ल ठिक छ। अब भिडियो पुरै राम्रो तरिकाले खिच्छु है त। जय नेपाल! नेपाल आमा, तिम्रो सान केरला म ल्याएको छु। वुहु! ल साथीहरु, फाइनली हामी यहाँ घुमिसक्यौँ होइन। घुमेर पनि यहाँ टक्क एक दुईवटा भिडियोहरू बनायौँ। जस दामी लाग्यो, तर यस्तो बेला आइयो कि पुरै घाम लागिरहेको रहेछ। यहाँ चाहिँ आउनु पर्ने रहेछ कुहिरो लागेको बेला साँझतिर। पुरै त्यहाँ ढपक्कै कुहिरो लाग्दो रहेछ, त्यस्तो चाहिँ बादल जस्तो। ल कस्तो हुन्छ त्यही पनि, हामी फर्किँदैछौँ अब है त। यस्तो पहाड पुरै कता कता सल्यान, सुर्खेत, दैलेख कता कता घुमे जस्तो त्यस्तो टाइपको फिल भयो यार मलाई यहाँ आएर। ल अब हामी यहाँदेखि जानुपर्ने हुन्छ है त। ल साथीहरु, घुम्यो। अब हामी यहाँदेखि जाँदैछौँ टक्क। अनि हामी चाहिँ सब जस घुम्नलायकको रहेछ होइन। टक्क झन्डा सन्डा पनि देखाइयो टक्क यहाँ आएर। जस खुसी लाग्यो भन्नाले काम चाहिँ पायो कि अहिले चाहिँ टक्क जस्तो हुनुपर्ने हो त्यस्तो चाहिँ भयो होइन। अनि अलिकति कस्तो नरमाइलो लाग्यो भनेपछि खास हामी यहाँ पहाड हेर्न आउने हो नि त। तर अब चाहिँ
पानी दिनभरि पऱ्यो भने बर्खाको टाइममा चाहिँ त्यस्तो पिरो लाग्छ कस्तो होइन त्यस्तो हुँदो रहेछ खास भन्ने हो भने। तर हामी घाम लागेको बेला मजाले घाम लागिरहेको छ, त्यहाँ चाहिँ अलिअलि पानी परिरहेको छ पर्वतो, त्यही सङ्केतले हामी अहिले दामी होला भन्ने सोचेर आएको। तर पिरो चाहिँ राम्रोसँग देख्न पाइँदैन, अलिअलि हेर्नु लागेको छ होइन। जे जस्तो भए पनि खुसीको कुरा चाहिँ के लाग्यो भनेपछि मजाले घुम्न पाइयो होइन, घुम्न कि देख्न यताउता होइन, दामी लाग्यो होइन। जे होस् तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला ठाउँ चाहिँ होइन। अनि अर्को कुरा चाहिँ के हो भनेपछि साथीहरू, अब हाम्रो नेपालको रोडहरू हुन्छ नि त, यति पहाड टुप्पोमा छौँ होइन, हेर्नु न देख्नु भएको छ होइन, यस्तो कुहिरो लागिरहेछ माथि होइन, त्यो चिसोहरू बढेर होइन, माथि पहाड भयो नि त, उच्च ठाउँ भएर। अनि बाटो चाहिँ सही लाग्यो कि जे जस्तो भए पनि एउटा मेन रोड होइन, केही होइन होइन। हाम्रो उताको मेन रोडै त कस्तो भएको हुन्छ, एउटा गल्ली जस्तो हो, त्यही पनि अलिकति एकै ठाउँमा मात्रै अलिकति ग्राभेल जस्तो भएको थियो, धेरै पुरानो भएर होला होइन। तर दुःख चाहिँ भएन, एक ठाउँ मात्रै झऱ्यौँ हामी, अनि भाइ चाहिँ झऱ्यो। अनि त्यसपछि जस यति राम्रो छ हेर्नु न, सानो रोडहरू पनि यस्तो दामी पिच छ होइन, जो सुविधा चाहिँ राम्रो लाग्यो कि माथिसम्म हामी सहज रूपमा आयौँ कि एकदम सजिलो तरिकाले आयौँ होइन। छ्या के भएको कि मेरो मुखबाट फेरि होइन निक्लिरहेछ कि। ल साथीहरू, फाइनल्ली अब हामीहरू रुमतिर जाँदैछौँ। आजको भिडियो अब यस्तै होला जस्तो छ। जे जस्तो भए पनि कस्तो लाग्यो कमेन्ट गर्नु होला। जे जस्तो सके आफ्नो मनदेखि त्यति नै आफ्नो समय मिलाएर होइन, आफ्नो टाइम अनुसार कस्तो हुन्छ जस्तो बनाउन सक्यो त्यस्तै नै बनाएको। तपाईँहरूले पनि केही कुराहरू हेर्नु होला भनेर तपाईँहरूलाई पनि दामी हो नि त, जोस् वाउ तरिकाको फिल आओस्, हेर्न पाइयोस् होइन। घर बसेर नै मजाले केरला हेर्न पाउनु भएको छ। अझै देखाउने छु आगामी अरू भिडियोहरूमा। मेरो भिडियोलाई चाहिँ हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। अनि नयाँ आउने साथीहरूले सब्सक्राइब गर्नुभएको छैन भने प्लिज 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 मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब आजको भिडियो यति नै हो, अब हामी भेट्नेछौँ अर्को भिडियोमा है त।